आदरणीय दर्शकबिनहरू नमस्कार। काठमाडौँ उपत्यकाको साँखु क्षेत्रमा अवस्थित साली नदी केवल एक नदी मात्र होइन, यो हिन्दू धर्मावलम्बीहरूको गहिरो आस्थाको केन्द्र हो। यही साली नदीको ठिक बिच भागमा अवस्थित छ श्री वासुकीनाग। वासुकीनागको पवित्र थान, जसलाई हजारौँ श्रद्धालुहरूले नाग देवताको प्रत्यक्ष स्वरूपका रूपमा पूजा गर्दै आएका छन्। यो नाग कुनै मानवद्वारा निर्मित गरिएको मूर्ति होइन, यो प्राकृतिक रूपमा प्रकट भएको ढुङ्गाको शिला हो, जसलाई प्राचीन कालदेखि नै नाग देवताको प्रतीक मानी पूजा गर्दै आएका छन्। समय क्रमसँगै भक्तजनहरूले यहाँ सिन्दुर, फुल, अक्षता, धूप, दीप र दक्षिणा चढाउँदै आएका कारण आज यो शिला पूर्ण रूपमा रातो सिन्दुरले ढाकिएको देखिन्छ। यही कारण कतिपयले यसलाई नागको शरीर जस्तो देखिने पवित्र शिला भनेर पनि वर्णन गरेका पाइन्छ। श्री वासुकीनाग हिन्दू धर्ममा अत्यन्तै शक्तिशाली नाग देवतामध्ये एक मानिन्छ। पौराणिक कथाअनुसार वासुकीनागले समुद्र मन्थनको समयमा भगवान शिवको सहयोग गरेका थिए र शिवजीको गलामा चाहिँ विराजमान नागका रूपमा पनि पूजा गरिन्छ। त्यसलाई वासुकीनागलाई शिवका परम भक्त, जलका रक्षक र पृथ्वीको सन्तुलन कायम गर्ने देवता पनि मानिँदै आएको छ। साली नदी र वासुकीनागको सम्बन्ध विशेष गरी स्वस्थानी व्रत कथासँग जोडिएको छ। प्रत्येक वर्ष माघ महिनामा लाखौँ श्रद्धालु महिलाहरू साली नदीमा स्नान गरी स्वस्थानी व्रत बस्छन्। यही क्रममा वासुकीनागको दर्शन र पूजा गर्नु अत्यन्तै पूर्णदायी मानिन्छ। जनविश्वास अनुसार यहाँ सच्चा मनले पूजा गरेमा नाग दोष हराउने, सन्तान प्राप्ति हुने, छाला, रक्त र जल सम्बन्धित रोगहरू चाहिँ निको हुने र जीवनमा सुख शान्ति र समृद्धि पनि प्राप्त हुने जनविश्वास चाहिँ गरिरहेको छ। स्थानीय बासिन्दाहरूको जनविश्वास अनुसार साली नदीको संरक्षण स्वयं वासुकीनागले गरिरहेका छन्। बाढी, अनिष्ट र प्राकृतिक विपत्तिबाट नदी र आसपासको क्षेत्र जोगिएको हुनु पनि नाग देवताको कृपाकै परिणाम मानिन्छ। त्यसैले यो स्थान केवल धार्मिक मात्र होइन, सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। आजको आधुनिक समयमा पनि प्रविधि र विज्ञानले जति प्रगति गरे पनि यी श्री वासुकीनागप्रतिको आस्था अझै अटुट छ। हरेक वर्ष यहाँ पुग्ने श्रद्धालुहरूको सङ्ख्या बढ्ने क्रममा छ, जसले नेपाली समाजमा परम्परा, विश्वास र संस्कृतिको जरा पनि गहिरो छ भन्ने पनि प्रमाणित गरेको छ। यदि तपाईँहरू पनि माघ महिनामा साली नदीको श्री माधव नारायण दर्शन गर्दै जाँदै हुनुहुन्छ भने एकचोटि श्री वासुकीनागको पनि दर्शन गर्नुहोला। एकदमै स्वच्छ मनले तपाईँले सोचेको सपनाहरू, तपाईँले काम अपुरो छ भने चाहिँ उहाँले अवश्य पुरा गरिदिनुहुन्छ। तपाईँको स्वच्छ मनले एकदमै ध्यान गरेर माग्नुहोला। र यो भिडियोलाई चाहिँ तपाईँहरूले आफूले मात्र हेर्ने होइन, साथीहरूलाई पनि सेयर गरिदिनु होला। यो सम्बन्धित होइन, धेरैजनालाई थाहा हुँदैन, त्यसैले यो भिडियोले चाहिँ सक्दो सेयर गर्नुहोस्। तपाईँहरू सबैले मन पऱ्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर र एक सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।